मलाई चाहिँ तपाईहरुसँग कुरा गर्न अलि रुचि लागेको किनभने गगन थापा भर्खरै केही दिन अगाडि नेपालमा जानु भएको थियो। त्यो बेलामा चाहिँ तपाईहरुले एउटा प्रश्न सोध्नु भएको रहेछ कि त्यो प्रश्न चाहिँ मलाई एकदम युनिक लागेको थियो। त्यो प्रश्न के थियो त्यहाँबाट सुरु गरौँ न। कसले सोध्नु भएको थियो हजुरले के सोध्नु भएको थियो त्यो प्रश्न? धन्यवाद समय जुराइदिएकोमा टाइम टक मिडियालाई विशेष गरी धन्यवाद आभार गर्न चाहन्छु। मेरो नाम सुराजन रावत, घर कर्णाली प्रदेश हुम्ला जिल्ला। म विकट ठाउँबाट जन्मेको एउटा नयाँ पुस्ताको खोजी र नयाँ पुस्ताको खोजी पुरानोलाई प्रोत्साहन जस्तै सम्मान गर्ने भन्ने सोचले मैले गगन थापा माननीय मन्त्री गगन थापालाई मैले प्रश्न सोधेको थिएँ। हुम्ला जिल्लामा सडक अहिले भावी पुस्ताका नेता आदरणीय नेता जीवनबहादुर साईले विकास गर्नुभएको थियो। कर्णाली राजमार्ग पनि भर्खरै जोडिएको थियो। सडक सञ्जाल जोडिसकेको सडक छ, कच्ची छ। त्यहाँका आम नागरिक जनताहरूले जीवनमा नपाइएको दुःख पाथे। त्यो कच्ची रोडलाई पिच गर्नु पर्यो। शिक्षा छ, विद्यालय छ, भवन छैन, अस्पताल छ, त्यहाँ सिट सही छैन, खाद्य संस्था छ, त्यहाँ चामल थिएन पहिलाको कुरा गर्दाखेरि। खानेपानी छ, पानी भनेको टाइममा आएको छैन, पाइपलाइन त्यत्तिकै छरिएका छन्। हो त्यो क्वेसन मैले माननीय मन्त्री गगन थापाले गरेको थिएँ। तपाईँले त्यही प्रश्न मेरो पीडा हुम्ला जिल्लाको पीडा देखेर मलाई आज यो समय जुराइदिएकोमा म फेरि पनि टाइम टक मिडियालाई विशेष आभार प्रस्तुत गर्छु। तपाईँले त्यो जुन प्रश्न सोध्नुभयो नि त्यसले चाहिँ अहिलेको हाम्रो नेपाल कस्तो अवस्थामा छ भन्ने एउटा देखाउँछ। अनि एउटा युथले कसरी लिइरहेछ त एउटा फिल गरिरहेछ। अझै पनि केही चिज हुनुपर्छ है, धेरै अभाव छ भनेर एउटा नेतालाई चाहिँ तपाईँले फेस टु फेस एउटा सोध्ने हिम्मत गर्नुभयो। किनभने अलिक धेरैजनाले नेताहरूलाई प्रश्न नै गर्नुहुन्न होइन, त्यस्तो छ नि। हजुर, त्यो फेस टु फेस मैले कुरा गर्नुको आँट के थियो भने मैले पाएको दुःख मेरा आउँदा पुस्ता, मेरा भाइ बहिनीहरू, मेरो गाउँका छर छिमेकहरूले नपाओस् भनेर मैले माननीय मन्त्री गगन थापाले क्वेसन गरेको थिएँ। त्यही हो। तपाईँको दुईजना हुनुहुन्छ हामीसँग, तपाईँको परिचय दिनुहोस् न। धन्यवाद। मेरो नाम चाहिँ मकेन्द्र बोहरा, घर चाहिँ मेरो हुम्ला चङ्गल गाउँपालिका वडा नम्बर रिमी बोहराबाट। चाहिँ म चाहिँ बोहराबाट गाउँमा नै जन्मेको। ए तपाईँको थर बोहरा, गाउँ पनि बोहरा गाउँ। तपाईँको चम्किली, तपाईँको चाहिँ कुन छ? सिमकोट। तपाईँको सिमकोट, तपाईँको सदरमुकाम हो। ए तपाईँकोबाट तपाईँको सम्मको दूरी कति छ? तपाईँको ठाउँसम्म दूरी त होला समथिङ लगभग ठ्याक्क फिक्स त थाहा भएन। हिँडेर कति दिन लाग्छ अथवा गाडीमा कति दिन लाग्छ? गाडी जान्छ पैदलमा चाहिँ 2 दिन लाग्छ हाम्रो गाउँबाट माथि जानलाई होइन, 2 दिन लाग्छ। अब एक दिन चाहिँ बाटोमा बस्नुपर्छ। पहिलाको जेनेरेसन अनुसार हिँडेर चाहिँ 2 दिन लाग्थ्यो। अब एक दिन चाहिँ आदि गएर बसिन्थ्यो, त्यसपछि पछिल्लो दिन समथिङ बाटोमा पुगिन्थ्यो। अहिले चाहिँ कस्तो छ भने अब सडक अलि विस्तृत रूपमा अलि बनेपछि चाहिँ गाडीमा चाहिँ अब त्यही 5-6 घन्टा त्यही समथिङ लाग्छ होला। अहिले गाडी जान्छ? अहिले गाडी जान्छ त। रोड चाहिँ अब त्यति रोड त छ, गाडी जान्छ माथि। हाम्रो अब त्यति धेरै पक्की पनि छैन। अब काट्यो एक लाइन रोड हो। ग्राभेल पनि पर्याप्त त्यति राम्रो छैन। अब जसरी अब भनौँ न त्यति राम्रो छैन। गाडीमा चाहिँ एक दिन मतलब 5-6 घन्टा जति लाग्ला उसको गाउँमा जानलाई, सदरमुकाम जानलाई हाम्रो गाउँबाट। तपाईँको बाल्यकाल बिताउँदाखेरि त्यो ठाउँ कस्तो थियो अनि अहिले चाहिँ कतिको परिवर्तन भइसकेछ? अलिकति विकासलाई लिएर हेर्नु पऱ्यो भने चाहिँ कतिको परिवर्तन भएको छ? अहिले पहिलाको जेनेरेसनमा हेर्दाखेरि त अब त्यहाँ बाटो पनि थिएन है, खानेपानी पनि थिएन, शिक्षा त्यति राम्रो पनि थिएन, स्वास्थ्य पनि त्यति राम्रो थिएन। सो पहिलाको अब त्यो बिरामी भएपछि ज्वरो आए पनि अस्पताल हुँदैन थियो त्यहाँ। अनि अस्पताल नभएर के अरे औषधि सिटामोल खानलाई पनि हामीलाई गाह्रो पर्थ्यो। सिटामोलको सट्टामा चाहिँ हामी अब जडीबुटी
जसै घुल्टे कटुको त्यो के अरे कुटेर चाहिँ मिसाएर त्यो पानी बनाएर खान्थ्यौँ। त्यो किनकि पहिला पुस्ता अनुसार अब रुगाखोकी ज्वरो बिमारी केही भएपछि त्यो खाएर सन्चो हुन्छ भन्ने एउटा हाम्रो पुरानो पुस्ताको ऊ चाहिँ थियो, उपचार विधि थियो, अलिकति त्यो जडीबुटीकै थियो पहिला। अनि शिक्षा क्षेत्रमा कस्तो थियो भन्दाखेरि एकदमै गाह्रो थियो, कपी कलम थिएन पहिला। चाहिँ कालो पाटी भन्ने हुन्छ नि, एउटा कापी हुँदैन थियो त्यतिखेर, पेन पनि हुँदैन थियो होइन। त्यतिखेर चाहिँ अब त्यो काठको त्यो फलेक बनाएर अब त्यहाँतिर फलेक भन्छन् होइन, त्यतिखेर काठ हुन्छ, अब त्यसो बनाएर पाटीमा लेख्थ्यौँ हामी क ख। भित्तामा लेख्ने कि भुइँमा? त्यो पाटीमा अब तेल सेल लगाएर चाहिँ हामी क ख लेख्ने। अब तेल लगाएर त्यो पाटीमा छ नि जुन तेल सेल लगाएर त्यो खरानी लगाएर अक्षर देखिन्छ नि त। कालो मुस लगाएपछि तपाईँको खरानी हाल्यो भने त सेतो देखिन्छ, त्यसपछि आएर लेखिन्छ क्या। तपाईँको पुस्ताले पनि त्यो? मैले पनि गरेको, मैले पढेर आएको। 1 क्लासदेखि 3 क्लाससम्म मैले त्यो कालो पाटीमा लेखेको है। त्यसपछि आएर बिस्तारै अलि धेरै सुधार नभए पनि अलिअलि सुधार हुँदै गर्दाखेरि कापी कलम आयो। चङ्खिली स्कुल हो, चङ्खिली आदरपति स्कुल हो हाम्रो स्कुलको नाम। मैले पढेको 1 क्लासदेखि लिएर 6सम्म पढेको चाहिँ चङ्खिली आदरपति स्कुल हो। त्यहाँ चाहिँ अब स्कुल फर्स्ट नै आउँथेँ, पढाइमा राम्रै थियो। अनि त्यसपछि आएर हामीले चाहिँ अब 8 अब त्यहाँ 7 8 अर्को स्कुलमा पढ्नु पर्थ्यो। तपाईँको घरबाट स्कुल कति टाढा? नजिकै थियो गाउँको स्कुल चाहिँ, सानै हुन्थ्यो, अब हिँडेर गइन्थ्यो। एकदम रहर लाग्थ्यो क्या सानोमा, स्कुल जान मन लाग्थ्यो है, पढ्नुपर्छ भन्ने पनि मन लाग्थ्यो। अनि पछिको स्कुल चाहिँ अर्को के अरे 7 8 9 10 पढ्दाखेरिको स्कुल चाहिँ हिँडेर चाहिँ 1 आधा घन्टा लाग्थ्यो समथिङ, त्यति टाढा थियो। अब त्यहाँ त अब स्कुलको सङ्ख्या चाहिँ धेरै त धेरै भयो होइन, तर त्यहाँको स्कुलको सङ्ख्या धेरै भन्नुभयो, विद्यार्थीहरू कम हुन्थे कि कस्तो? स्कुलको सङ्ख्या चाहिँ बढ्यो, शिक्षकहरू चाहिँ त्यहाँ भएन। टिचरै नहुने? हुनमा को जान्छ र, यहाँबाट जान्दैन नि त। त्यस्तो अब ब्याच दर गरेको मास्टर गरेको टिचर गरेर त्यहाँ पढाउनु सम्भव छैन नि त, जान पनि जान्दैन। अहिले पनि पहिला त त्यस्तो थिएन, अहिले पनि जान्दैन, किनकि हुम्ला विकट ठाउँ छ, यताउति छ भन्ने हिसाबले पनि जान्दैन। तपाईँले चाहिँ हुम्लाको गाउँको कुरा गर्नुभयो, हुम्लाको सदरमुकामको सिनारियो पनि थोरै बुझाउन। तपाईँको चाहिँ कस्तो थियो? तपाईँले उहाँले भने जस्तो त्यो पाटीमा तेल हालेर खरानी हालेर त्यसरी लेखेर पढ्नु पऱ्यो कि कसरी पढ्नु पऱ्यो? त्यो सदरमुकाम भएको हुनाले म चाहिँ पाटीमा लेखेर पढ्ने जेनेरेसनमा म पढेको थिइनँ। हजुर, सदरमुकाम भयो भने म नर्मल भन्दाखेरि सिसा कलम र कपीमै लेख्थेँ। हामीभन्दा हाम्रो बाबुहरूले लेखेको त्यो छोराहरूले लेख्ने जेनेरेसनमा परेको थिएन। हजुरहरूको एज उस्तै होला जस्तो लाग्छ मलाई। कति एज? मेरो समथिङ अहिले 19 लाग्यो, 19 भइसक्यो हैन। मेरो हाइटले गर्दाखेरि मात्र हो। तपाईँ कति? 17 हो। 2064 4/27 मा जन्मेको, हाइटले गर्दाखेरि मात्र एज 8 देखेको। मेरो 19 हो, 2065 हो। नयाँ वर्ष हो। लगभग एउटै एजको हुनुहुन्छ हजुरहरू। हामी तपाईँको बाल्यकालको कुरा गर्दै थियौँ। तपाईँले सानैमा जुन बेलाको त्यो आफ्नो जन्मभूमि ठाउँलाई सम्झिनुहुन्छ, अहिले सम्झिँदाखेरि चाहिँ कति विकास भयो जस्तो लाग्छ? म 2064 4/27 मा म हुम्ला जिल्लामा जन्मेको थिएँ। त्यो पहिलाको 64 4/27 मा पहिलाको भौगोलिक हिसाब र अहिलेको नयाँ जेनेरेसनको विकासको कुराले धेरै फरक भएको छ। पहिला म कुन भोगाइ, कुन दुःख, कुन पीडाबाट म हुर्केको थिएँ, अहिले म ठ्याक्कै 2 वर्षपछि म आफ्नो घर गृह जिल्ला हुम्ला फर्केको थिएँ। विकासको नजरमा हेर्दाखेरि निकै नै प्रगति भएको थियो। पहिला म सानो हुँदाखेरि कपी भनेको टाइममा कपी पाउँदैन थियो, पेन पाउँदैन थियो। हवाई सेवाको 1 केजी बराबर 200 रुपियाँ लिन्थ्यो। 1 केजी नेपालगञ्जबाट हुम्ला जाँदाखेरि एउटा केजीको 200 रुपियाँ लिन्थ्यो। त्यो बाहेक बाटो त थिएन, एउटा मात्रै हवाई सेवा मात्र थियो। महँगी थियो। चामल नेपाल सरकारले चामल ढुवानीको आफ्नो जिम्मा लिएर, त्यही भएर सस्तो परेको थियो। चामल नुन उसले आफूले ढुवानी गर्थ्यो कि आफ्नो राज्य सरकारबाट दिन्थ्यो, त्यही भएर सस्तो परेको थियो। 1700 मा हुन्थ्यो।
30 केजी चामलको 1700 रुपियाँमा आउँथ्यो। प्राइभेटमा दोकानमा किन्न जाँदाखेरि 5000 सम्म लिन्थ्यो। तपाईँ अहिले सिटिबिटीमा पढ्दै हजुर हजुर टेक्निकल लाइनमा पढ्दैछु डिप्लोमा लेभल। मैले प्रि डिप्लोमा लेभल गरेर पनि छोडेर डिप्लोमा लेभल गरेर अब गाउँठाउँको मान्छेलाई थाहै हुँदैन थियो प्रि डिप्लोमा के हो डिप्लोमा के हो। उसको कानको सुनेर प्रि डिप्लोमा पढ्यो भने पढ्यो त्यसै डिप्लोमा पढ्यो भने केही हामीलाई एजुकेसनको बारेमा हामीले केही पनि थाहा थिएन। यहाँनिर तपाईँ चाहिँ हुम्ला भनेपछि चाइनाको सिमानामा बसेको मान्छे, अहिले इन्डियाको सिमानामा भएको हाम्रो नेपालको बाँके जिल्लामा त्यो कसरी आइपुग्नु भयो तपाईँहरू दुवैजना? पहिलाको तपाईँहरूको बचपनमा दाइ दिदीहरू त्यहाँबाट बाहिर जाने थियो कि थिएन? तपाईँहरू चाहिँ कसरी नेपालगञ्जसम्म आइपुग्नु भयो? म घरको कसैको पनि भन्ने मान्दैन थिएँ। जाने बिहान जाने बेलुका आउने। अब साथीहरूको लैलिने त्यसै जाँड रक्सी खाने भएको थिएँ। हजुर जाँड रक्सी म खान्थेँ कि 15-14 वर्षको उमेरमा म जाँड रक्सी म सेवन गर्थेँ। त्यो के कारणले थियो? मतलब त्यति बेलामा चाहिँ युवाहरू कसरी त्यो लततिर तानिने रहेछन्? सङ्गत, पारिवारिक मानसिक अब परिवारको माया पाउँदैनन्। अब त्यो दुःख पीडा हुन्छन्। अब हामीहरू त बालक बच्चाहरू हो नि, परिवारले उसको खुसी इच्छा के अरे चाहना पुर्याउन सकेमा त अब बालबच्चाहरू खुसी हुन्छन्, परिवार फ्यामिलीको भन्ने मान्छन्। अब त्यही अनुसार गरिबी थियो, भनेको टाइममा बच्चाहरूले भनेको आवश्यकता पुरा गर्न सक्दैन थियो। त्यसै कारण अब घरमा पनि नजाने यता पनि नजाने जाँड रक्सी खाने काम गर्ने त्यसै थियो। त्यस पछाडि मेरो मम्मीको माउल भन्ने हुन्छ नि, माउल माइतमा हुनुहुन्थ्यो आदरणीय अङ्कल भक्ति फडेरा। उहाँ चाहिँ हाम्रो गाउँभन्दा अलि केही दूरी टाढामा हुनुहुन्थ्यो। उहाँसँग उनी चाहिँ ल्याब एसिस्टेन्ट अहिले हुम्लामा 5औं तहमा काम गर्दै हुनुहुन्छ। उहाँले भन्नुभएको थियो, उहाँले थाहा पाउनु भएको थियो कि म जुन होटलमा जाँड लागु औषध सेवन गरिरहेको थिएँ नि, त्यतिखेर उहाँले सम्झाउनु भयो। त्यस पछाडि आइज मसँगै बस भन्नुभयो। त्यस पछाडि मैले घर छोडेर 5 वर्ष म आफ्नो मम्मीको माइतमा बस्यो हो कि मामा घरमा बस्यो। त्यस पछाडि अब त्यहाँ मामा घर अलि भित्री नजरले हेर्दाखेरि अलि धनी नै थिए। त्यस पछाडि अब कोही नै हुँदैन थियो, सब काठमाडौँ नै बस्थे। उमेरको सबै केटाहरूले खान्थे। त्यो एउटा समस्याका रूपमा थियो। त्यो समस्या बावजुद पनि आदरणीय अङ्कल भक्ति फडेरालाई मलाई यो स्थानमा पुर्याउनु भयो। एससी पास गरिसकेपछि मलाई कुनै त्यसो नतिजा छैन। फ्यामिली, परिवार, समाजले सुर्खेतमा नेपालगञ्ज पढ्ने भन्ने पनि थाहा थिएन। सुर्खेत आएको थिएँ। मलाई अब केही थाहा छैन। त्यहाँ भौगोलिक हिसाबले सुर्खेतभन्दा हुम्ला त कहीँ माथि थियो नि। म आएको दिनमै अब घर फर्किन्छु भनेको थिएँ कि मम्मीहरू रुनुभयो। सुर्खेत चाहिँ म एक्लै आफै एक्लै सुर्खेत जान्छु भने अब परिवार समाजको माया प्रोत्साहन, घरको एक्लो छोरा भइसकेपछि आर्ट गर्नुपर्छ, हिम्मत गर्नुपर्छ, साहस गर्नुपर्छ भन्ने हिसाबले नै म हवाई सेवाबाट आयो। हवाई सेवा त्यो टिकट पनि पाउनु मुस्किल थियो। म त्यतिखेर फर्स्ट टाइम प्लेन यात्रा गरेर 7500मा कतिमा आएको थिएँ। त्यो टिकट पनि मेरो परिवार आर्थिक हिसाब कमजोर थियो। मेरो फ्यामिली आदरणीय हजुरबा गोर्खी रोकाले हालेर पठाउनु भएको थियो 7500। त्यो उहाँको ऋणीप्रतिमा आभार हुन्छु। नेपालकै कुरा गर्दाखेरि अब हुम्ला र सुर्खेत त एउटै के अरे देश एउटै नेपाल हो। त्यहाँ पनि भौगोलिक विविधता धेरै फरक छ। हुम्लाको हावापानी फरक छ, सुर्खेतको हावापानी फरक छ। म प्लेनबाट अवतरण भइसकेपछि सुर्खेतमा सुरुमा सुर्खेत चढेँ। त्यो फिल भएको प्लेनमा चढ्दाखेरि त्यहाँ झर्दाखेरि तपाईँलाई कस्तो फिल भयो? फर्स्ट टाइम तपाईँले एउटा सपना देख्नु, सपना म आकाशमा उडिरहेको प्लेन देख्नुभयो। हजुर, चढ्दाखेरि चाहिँ त्यो चाहिँ मलाई एउटा कस्तो फिल भयो भने कसैको छोरा चाहिँ रोडमा गुडाइरहेछ गाडी, कसैको छोरा आकाशमा उडाइरहेछ भन्ने फिल भयो कि मलाई त्यति बेला। म जब प्लेन छोडिसकेपछि कसैको छोरा आकाशमा उडाइरहेछ, कसैको छोरा तल जमिनमा उडाइरहेछ भन्ने फिल भएको थियो मलाई त्यतिखेर। कति वर्षको हुनुहुन्थ्यो? म ठ्याक्कै 15-16 वर्षको भएको थिएँ त्यतिखेर कुरा गर्दाखेरि। त्यस पछाडि सुर्खेत झडिसकेपछि हावापानी धेरै फरक थियो। म बस्न सकिनँ। हावापानी फरक भन्नाले हुम्लाको कस्तो थियो, सुर्खेतमा कस्तो लाग्यो? हजुर, हुम्लामा अब हावापानीको फरक भन्दा त्यही अब विकासै थिएन। यसो ठुल्ठुलो बिल्डिङ, भवन, विद्यालय, शिक्षा
त्यसो माथि हुम्ला थिएन। त्यस पछाडि यता अब सुविधाहरू धेरै छन् नि, हावापानी फरक, कोही चिन जानेको मान्छे हुँदैन। हुम्लातिर कस्तो हुन्छ भने यता पकाएको उता बाँडेर खान्छन् मासु। अब सुर्खेततिर त कस्तो हुन्छ भने वल्लो घरमा पूजा हुन्छ, पल्लो घरमा थाहा हुँदैन। डेरामा बस्ने मान्छे, त्यस पछाडि अब आफ्नो पीडा कसलाई भन्ने, चामल सकियो, यताउता स्टुडेन्ट जीवनमा त धेरैहरू हुन्छ नि त्यस्तो। अब हाम्रो हुम्ला जिल्लामा भयो भने त आन्टी मेरोमा चामल सकेर आज तपाईँकै घरमा खाना पकाइदिनु भन्न त सहज हुन्छ। त्यो त अब जस्तै मैले सुर्खेतमा भने आन्टी मेरोमा चामल सकेछ भने तिनीहरू के छ पाकै सोच्छन् हो कि। 15देखि त्यही 20सम्मजना पेसेन्जर थियौँ। त्यहाँ केटी गर्ल्सहरू भएर धेरै थियौँ। अब त्यो हुँदाखेरि चाहिँ अब बाटोमा आउँदाखेरि अब गाडी चढेपछि त एकदम हुन्छ नि त, एकदम अर्कै फिल लाग्यो। यस्तो चढ्न पायो है अब भन्ने हुन्छ नि, एउटा मनमा खुसी लाग्यो। अब त्यहाँतिर भिरालो बाटो छ। अब यो चाहिँ तल नदी छ कर्णाली, माथि चाहिँ रोड छ क्या। अब त्यो फस्यो भने चाहिँ गयो क्या, त्यो बाँच्ने सम्भावना छैन। होइन डर पनि लागिरहेको छ। त्यहाँ अब केटीहरू हुनुहुन्थ्यो, अब केटाहरू पनि हुन्थ्यो नि त। त्यहाँ म्युजिक लगाएको थियो, अब उहाँले गाउँदै रमाउँदै आयो है, बाजारसम्म आयो। अब त्यहाँको अब सबैसँग रमाउँदै आयो क्या। मलाई खुसी लागेको थियो। अब फर्स्टचोटि गाडी चढेँ है, अब कहिले चढ्नु पाएँ, एकदम राम्रो भयो। त्यो गाउँठाउँहरू हेर्दै तपाईँ सुर्खेत आइपुग्नु भयो? त्यहाँदेखि सुर्खेत आएँ हामी। अब फर्स्टमा आउँदाखेरि राम्रो कपडा पनि थिएन होइन, नुहाउनु त्यस्तै थियो नि भनौँ न। त्यहाँ आउँदाखेरि त पुरै चिटिक्क परेको मान्छेहरू देखिन्थ्यो। अब केटीहरू त्यस्तै देखिन्थ्यो, लाइट हरेक के अरे त्यो ट्राफिक पालना हरेक थियो क्या त्यहाँ थियो। अनि धेरै देख्दाखेरि मलाई अर्कै लाग्यो। उनीहरूको यस्तो विकास भएर चाहिँ यतातिर हाम्रो त भएन किन भन्नु होला। यहाँको मान्छेहरू यति सफा हुनुहुन्छ, अब राम्रो हुनुहुन्छ, त्यहाँ किन भन्नु भन्ने लागिरहेको थियो क्या मनमा। त्यसो भएर अटो भाडा चाहिँ त्यहाँ महँगै हुँदो रहेछ सुर्खेत। चढेर आयो घरमा दाइको रुममा आइसकेपछि कुराकानी। ए तपाईँको दाइहरू सुर्खेत बस्नुहुन्थ्यो? दाइ भाउजू दिदी त्यही सुर्खेत हुनुहुन्थ्यो। त्यसो आएर सुर्खेत आइसकेपछि सोधिहाल्नु भयो। अब पानी त्यतिखेर गर्मी सिजन थियो, लगभग हुम्लामा त जाडोमा हुर्केको मान्छे हामी। अब जाडोमा यहाँ आइसकेपछि गर्मी एकदम गर्मी क्या। सुर्खेतमा आउँदाखेरि गर्मी भयो क्या। गर्मी हुँदाखेरि चाहिँ पुरै त्यो फ्यान नचलाएसम्म चाहिँ बस्न नसकिने स्थिति आयो क्या सुर्खेतमा। हावापानीले त्यति फरक पार्थ्यो क्या। हावापानी अब त्यहाँको अब जाडो, अब पानी पनि चिसो खाएको, यहाँको पानी पनि त्यो तातो हुने, अनि घाम पनि त्यो गर्मी खतरा हुने क्या। फेरि यसको रिजल्ट आइसकेपछि चाहिँ अब के पढ्ने भन्ने अब प्लानिङ भयो भाइहरूको हामीहरूको बसेर। प्लानिङ हुँदाखेरि चाहिँ अब मेरो पहिलादेखि पढ्ने सोच त डक्टर लाइन हो होइन, या चाहिँ सबै पढ्ने पहिलादेखि सोच हो। अनि अब आफ्नो हिसाबले भयो। अहिले के पढ्दै हुनुहुन्छ? म अहिले इन्जिनियरिङ गर्दैछु। इन्जिनियरिङ? अनि त्यस पछाडि मेरो त्यसपछिको सोच चाहिँ मेरो इलेक्ट्रिकल इन्जिनियर पढ्ने सोच हो पहिलादेखि। दुईवटा सोच थियो क्या मेरो, इलेक्ट्रिकल इन्जिनियरिङ र एचए पढ्ने। अब एचए पढ्नुको लागि अब आर्थिक अवस्था पनि भएन। अब हाम्रो के थियो ताकि अब कमाउने कोही हुनुहुन्थेन, दाइ पनि यति पढ्नुहुन्थ्यो, ब्याचलर अब तयारी गर्नुहुन्थ्यो। त्यसपछि आएर हाम्रो बुवा चाहिँ अब त्यसै किसान हुनुहुन्थ्यो। अब पाठा भेडा बाख्रा थिए, त्यही खोज्दै त्यही बेचेर दाजु पढाउनु हुन्थ्यो क्या हामीलाई। त्यसले भएर रिजल्ट आइसकेपछि तपाईँलाई चाहिँ गाइडेन्स गर्ने मान्छे भेटिनु भयो, यो विषय पढ्दा यो हुन्छ यो पढ भन्दाखेरि सजिलो भयो? तपाईँको पनि गाइडेन्स गर्ने मान्छे हुनुहुन्थ्यो अगाडि? थिएन। के अरे यात्रा के अरे गन्तव्य बिनाको यात्रा जस्तै थियो मेरो भने। सुरुमा म 11-12 पढ्छु भनेको थिएँ। त्यस पछाडि अब गन्तव्य बिनाको यात्री जस्तै अब कहिले के सोचाउँछ कहिले के सोचाउँछ। के सोचाउँथ्यो? अब कहिले 11-12 पढिदियो हुन्थ्यो सोच। अब आर्थिक हिसाबले भ्याउन सकेन है। जस्तै म सुर्खेतमै थिएँ, त्यता अब सुर्खेतमा प्राइभेट चाहिँ अब इन्जिनियरिङ लाइन यताउता पढ्दाखेरि लगभग 5-6 लाख त जान्छ म्याक्सिमम् एमाउन्ट के। म्याक्सिमम् अब प्राविधिक शिक्षालाई दिनुपर्ने मात्र एमाउन्ट 4-5 लाख खानु पऱ्यो, यताउता बस्नु पऱ्यो। त्यो बावजुद पनि अब एकजना भेरी प्राविधिक शिक्षालयको हाम्रो रिलेटिभ हुनुहुन्थ्यो कि रत्न रोका आन्टी। उहाँ चाहिँ त्यही शिक्षालयकै म्याम हुनुहुन्छ। उहाँले भन्नुभयो यता सस्तो कस्टमा पढाइरहेछ, यता हो यो बाबु राम्रै छ भन्नुभएको थियो। त्यही भएर म यता आएँ। तर मेरो चाहिँ
पढ्ने सोच भनेको सिभिल इन्जिनियर थियो। म अहिले इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको छु। भेरी प्राविधिक शिक्षालयमा पनि मैले सुरुको वर्षभरि आउँदाखेरि मैले सिभिल इन्जिनियरिङमा मैले इन्ट्रान्स दिएको हो कि बस मेरो 1 नम्बर पुगेन। त्यसमा मैले प्री डिप्लोमा इलेक्ट्रिकल पढेँ। त्यस पछाडि फेरि डिप्लोमा अहिले जोइन गरेको छु कि मलाई के अरे गार्जियनहरू अब पछाडिबाट यो गर्नुपर्छ है, भोलिका दिन यो गरेपछि यो हुन्छ भन्ने चाहिँ मान्छे कुनै पनि थिएन। आफ्नो भोगाइ आफ्नो सोचाइ आफै जिम्मा। भोलिको दिन मैले यो गरेँ भने यो हुन्छ है भन्ने सोच्ने आफैको डिसिजनले आफ्नो कन्फिडेन्स। अब मसँग यो कन्फिडेन्स छ है, म यो गर्न सक्छु भन्ने हिसाबले थियो। अब त्यहाँबाट सुर्खेतबाट नेपालगञ्ज आयो। डिसिजन त्यो चाहिँ फ्यामिली डिसिजन थियो। कोही आफन्त हुनुहुँदैन थियो, एकजना मामाको हिसाबले कोही रिलेटिभवाला हुनुहुन्थ्यो। अब सुरुको दिन आएँ उसकोमा बसेँ, भोलिपल्ट कोठा सारेर उसकोमा बसिहालेँ। यता फ्यामिली डिसिजन चाहिँ नेपालमा चाहिँ आउने भएको थियो। सुरुमा फ्यामिली डिसिजन थिएन, हावा यताउता घरको एक्लो छोरा हो यो ए उसो फलानाको छोरा सुर्खेत नेपालगञ्ज गयो भन्दै ए तँ पनि घरको एक्लो छोरा किन जाँदैनस् भने। तपाईँहरू अहिले भर्खरै 1-2 वर्ष यताको कुरा गरिरहनु भएको छ। तपाईँहरूको गाउँमा अहिले पनि 11-12 पढ्नलाई अथवा 11-12सम्म स्कुल छ कि छैन? छ। अहिले हाम्रो सदरमुकाममा छ। 11-12 भयो भने कसो हुन्छ, त्यहाँ शिक्षक छैन। मेन भन्नुपर्दाखेरि शिक्षकलाई बस्न सुविधाहरू हुनु पऱ्यो क्या। मेन बस्नको लागि खाना के अरे के अरे सुन्ने ठाउँ हुनु पऱ्यो, बस्ने ठाउँ हुनु पऱ्यो, खाने हुनु पऱ्यो। त्यो नै छैन सुविधा। घाँस कपास हुन्छ। अस्ति मैले भर्खरै केबी शर्मा ओलीको भाषण मैले पनि सुनेको थिएँ कि रिजल्ट चाहिँ 48% पास गराउने, 52% कति फेल गराउने। तिमीहरूको अनि तलब बढाएर हुन्छ, तलब हामीहरू घटाइदिन्छु भन्छ। उनीहरूको शिक्षकको तलब त एउटा त कम हुन्छ, त्यसमा महँगी हुन्छ। त्यसमा शिक्षकहरू त्यता जानै पाउँदैनन्। शिक्षक भइसक्यो भने ल है आज यो सुरुको पाठ पढ भन्छन्, ल गइहाल्छन्। त्यही भएर लगभग भन्नुपर्दाखेरि सदरमुकामको मान्छेहरू लगभगहरू आफ्नो जग्गा बेचेर आफ्नो छोराछोरीको भोलिको भविष्य हेर्नको लागि सहर पठाउँछ। तपाईँ यो भन्दै हुनुहुन्छ कि तपाईँको गाउँतिर अहिले युवाहरू भेटिन्छन् कि भेटिन्नन् पढ्नलाई सहर जाने? युवाहरू अहिले पछिको समयमा जेनेरेसनमा युवाहरू गाउँबाट सब चाहिँ सहरतिर आइसकेको छ। सहरमा आएर पनि 100मा 15% 5%सम्मको युवाहरूले मात्र प्रगति गरेका छन्। न त आफ्नो बाउहरूको दुःख देखाएको छैन, जाँडक्सी खाएको छन्, यताउता गरेका छन्। फेरि उही स्थितिमा गाउँ गएर हल्लिरहेछन्। उनीहरू झन् बेरोजगार बढाइरहेछन्। बाउआमाले कस्तो दुःख गरेर पढाइरहेको थियो, जग्गा बेचेर जमिन बेचेर पढाइरहेको थियो, त्यो देखाएको छैन कि गाउँमा युवाहरू अहिले पछिको समयमा बेरोजगारीहरू युवा छन्। डिप्लोमा सिभिल पढेका छन्, पास गर्न सकेछन्। डिप्लोमा इलेक्ट्रिकल पढेका छन्, फेलवाला मात्र गाउँमा छन् कि काम नलाग्ने। अब सानो केही कुरा भयो भने लफडा गरिदिन्छन्। यताउता झन् बनिसकेको भवनहरूलाई पर्खाल समाजले झ्याल के अरे ढुङ्गाले झ्यालमा हानिदिने काम गर्छन् पछिको जेनेरेसनका पुस्ताहरू के। सहरमा बसिसकेपछि त अब सहरको के थियो है, जस्तै सहरमा यो थियो हाम्रो ठाउँ, यो लिएर यो ज्ञान लिएर हाम्रो ठाउँमा विकास गर्नुपर्छ भन्ने सोच थियो, कन्फिडेन्स कसैसँग छैन। त्यहाँ माथि कसो खाना पायो लाउन पायो भने पुग्यो कि। यो नेताले ल तँलाई 5000 दियो मासु भात खा, त्यो भवनमा गएर ढुङ्गा हान भने हानिहाल्छन् कि। अहिले धेरै जसो युवाहरू अब 11-12 पढिसकेपछि विदेश नै जाने प्लान बनाइराख्नु भएको धेरैलाई सोद्धाखेरि भन्नुहुन्छ। एयरपोर्टमा पनि हरेक दिन युवाहरू विदेश गइराखेको हामी देखिरहेको छौँ होइन। तपाईँहरू यहीँ नेपालमै पढ्दै हुनुहुन्छ, नेपालगञ्जमा पढ्दै हुनुहुन्छ, प्राविधिक विषय पढ्दै हुनुहुन्छ। पढाइ कस्तो भइरहेछ, के गर्ने विचार छ त्यो थोरै बुझौँ, त्यसपछि अरू कुरा हुन्छ। अब तपाईँले प्राविधिक शिक्षाको बारेमा जोडेको हुनाले म चाहिँ अलि टपिक्सभन्दा आउटतिर गएँ। किनभने कि नेपाल सरकारले +2 पास गर्ने बित्तिकै अरू टेक्निकल सब्जेक्ट कि बन्द गरिदिनु पर्थ्यो। +2 पढ्ने जापान जाने, कोरिया जाने, दुबई जाने, मलेसिया जाने व्यवस्था गरिदिनु पर्थ्यो होइन। समग्रमा भन्दाखेरि त्यो बावजुद पनि हाम्रो किनभने यता रोजगारी छैन होइन, पैसा छैन, बाहिरी देशको सहयोगले देश चलेको छ। त्यो बावजुद पनि हामीहरूले कसो आँट हिम्मत हामीहरू केही देशमै गर्नुपर्छ भन्ने सोच हामी प्राविधिक शिक्षालाई जोइन गरेको। जस्तै अब हामीहरू कस्तो हुन्छ भने प्राविधिक शिक्षा भनेको आफूले पढेर नखायो भने भोलि त्यहाँ त सिप हुन्छ नि। जस्तै म इलेक्ट्रिकल इन्जिनियरिङ पढिरहेको छु, मैले भोलिका दिन त्यो इलेक्ट्रिकल इन्जिनियरिङ पाससँग सरोकार हुँदैन नि। भोलि गएर मैले प्राविधिक त्यो शिक्षा भनेको के अरे थ्योरी प्लस प्र्याक्टिकल हुन्छ है।
अब उसले के अरे थ्योरीमा बरु म फेलै हो, प्र्याक्टिकल त म पास हुन्छु। भोलिका दिन त्यही शिक्षा के अरे सिप लिएर मैले आफ्नो गाउँठाउँमा घर वायरिङ गर्छु। म इलेक्ट्रिकल इन्जिनियरिङ भएको नाताले होइन मलाई त्यति कन्फिडेन्स छ कि मैले भोलिका दिन म इलेक्ट्रिकल इन्जिनियरिङ पास गर्न नसके भने आफ्नो सिप बेच्न सक्छु भन्ने कन्फिडेन्स म प्राविधिक शिक्षालाई राख्छु। तपाईँको मेरो त्यो अहिले मैले चाहिँ यहाँतिर आउँदाखेरि चाहिँ मैले सबभन्दा पहिले चाहिँ सबवर्षीय पढेको इलेक्ट्रिकल इन्जिनियरिङ सबवर्षीय पढेको। 80% चाहिँ हुन्थ्यो प्र्याक्टिकल हुन्थ्यो, 20% चाहिँ थ्योरी हुन्थ्यो है। हजुर हुँदाखेरि पढ्ने लेख्ने 20%, 80% चाहिँ प्र्याक्टिस गर्ने अभ्यास 100 वर्ष त्यहाँ अब इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दाखेरि चाहिँ राम्रो त्यो सब्जेक्ट पनि राम्रो हुन्छ। त्यहाँ चाहिँ के भेट्न सकिन्छ भनेपछि मान्छेको जिन्दगीमा पछिको राजनीतिक हस्तक्षेपले चाहिँ जाहिर खान नसकेको कारणले यदि नसकेपछि त्यहाँको सिप छ, सिपले गर्दा पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्ने चाहिँ त्यो इलेक्ट्रिकल इन्जिनियर पढेपछि थाहा हुन्छ। तपाईँहरूलाई पढ्दै गर्दा जोस् यसमा भविष्य छ भन्ने चाहिँ लागिरहेको छ, एकदम राम्रो छ। अब चाहिँ प्राइभेटमा चाहिँ छुट्यो होला, तर फेरि प्राविधिक शिक्षालाई सरकारी भएको कारणले गर्दाखेरि प्र्याक्टिकलमा एकदम खटिएर लागिपर्नु भएको छ। टिचरहरू खुसी हुनुहुन्छ जे होस् भोलिका दिन प्राविधिक शिक्षाले हामी के अरे डिप्लोमा पास गर्न नसकुला बरु तर आफ्नो सिप बेचेर खान सक्छौँ भन्ने क्षमताका साथ हामी यो डिप्लोमासम्म पढ्नलाई चाहिँ कति वर्ष लाग्छ? डिप्लोमाबाट 3 वर्ष लाग्छ लगभग। एससी पास गर्छन्, बाहिरी देश जान्छन्, नेपालमा केही हुँदैन भन्ने सोच मात्र छ। त्यो बावजुद पनि हामी 2-4 जना भनौँ होइन हामी तपाईहरुलाई चाहिँ यही केही हुन्छ भन्ने नेपालमा के हुन्छ भन्ने आशा छ। 2 रुपैयाँ कमाऊ, आफ्नै फ्यामिली आफ्नै आमा बुवासँग खुसी साथ 2 रुपैयाँ कमायो भने 4 रुपैयाँ कमायो भने खुसी साथ बरु खाना थोरै खाने खुसी साथ रमाइलो आफ्नो फ्यामिली तरिकाले गर्ने भनेर तपाईको चाहिँ के छ? सिप छ, हातमा ज्ञान छ, गर्न सकिन्छ भन्ने मलाई चाहिँ प्राविधिक शिक्षामाथि धेरै विश्वास छ। आफ्नो जीविकोपार्जन चाहिँ गर्न सक्छ भन्ने चाहिँ यो प्राविधिक शिक्षाले ठिक छ। अघि तपाईले एउटा पोलिटिकल कुरा जोड्नु भएको थियो कि कुरा गर्दा गर्दै अलिकति पोलिटिकल्ली रूपमा जागिर खान सकेन भने केही भयो भने आफ्नो सिप छ भन्नुभएको थियो होइन। यो पोलिटिकलले चाहिँ अहिले कहाँ इफेक्ट गरिराखेको महसुस हुन्छ तपाईहरुलाई? जस्तो अब जागिर खान नसक्ने हो कि अथवा पोलिटिकललाई चाहिँ तपाईहरु कसरी हेर्नुहुन्छ? एउटा युथहरुले राजनीतिलाई चाहिँ कसरी हेरिरहेछन्? अब हामीले चाहिँ पढ्दै गयौँ भने पढेर अब डिप्लोमा पास गरिसकेपछि हामी कुनै न अब एनयुमा गएर अब लोकसेवा तयारी गर्छौँ। लोकसेवा तयारी गरिसकेपछि अब कुनै ठाउँ जाहिर खान गयो भने पनि अब त्यहाँ पनि राजनीतिक हुन्छ नि, अब राजनीतिक कारणले गर्दाखेरि पनि जाहिर यदि खान सकिएन भनेपछि लास्ट हाम्रो सपना हुने त बाहिर देशमा हो नि त, नेपालमा अब नत्र भने चाहिँ प्राविधिक शिक्षामा चाहिँ एकदम राम्रो छ, सिप छ, सबै छ, गर्न सकिन्छ। त्यही पनि अब राजनीतिक कारणले गर्दाखेरि विद्यार्थीमाथि के हुन सक्ला भन्ने छ? राजनीतिक कारणले तपाईहरुलाई हामीले अब अहिले चाहिँ पढिसकेपछि जाहिर खाने स्थिति आइसक्यो भने त्यतिखेर जाहिर खाने ठाउँमा पुगिसकेपछि त्यहाँको माहौल कस्तो छ, राजनीतिक के छ, कुन पार्टी हो त्यही लागिरहेछ। आस्था त्यो पार्टी प्रति छ कि छैन भन्ने त्यस्तो खालको डर लागिरहेछ। त्यस्तो खालको डर लागेछ। यदि आफ्नै मान्छे राख्ने हो भने आफ्नै पार्टीको राख्ने हो भनेपछि पछिका दिनमा हाम्रो सपना भने त्यही हो, बाहिर देश कोरिया जापान अब इन्डिया बाध्यता हो नि त, हाम्रो त बाध्यता भइहाल्यो। तपाईलाई पनि राजनीतिदेखि डर छ? अलिकति राजनीतिक दलका नेताहरूले जागिर खान नदिने हुन् कि देशमा बस्न नदिने हुन् कि जस्तो? त्यो चाहिँ म प्राविधिक शिक्षाले जोइन गरिसकेपछि म राजनीतिक हस्तक्षेप यो प्राविधिक शिक्षालाई स्टुडेन्टलाई छैन भन्छु। किनभने प्राविधिक शिक्षा छ हातमा, रोजगारी छ साथमा। अब किनभने भोलि हामी त प्राविधिक भन्ने बित्तिकै त अब सिक्ने ठाउँ थलो हो नि। रुममा जस्तै अब घरको म इलेक्ट्रिकल इन्जिनियरिङ भयो भने घरको वायरिङ गरेर पनि सक्छु नि। त्यो चाहिँ अब सम्भावना चाहिँ कतिको देख्नुहुन्छ? त्यो इलेक्ट्रिकल इन्जिनियरिङ अहिले नेपालमा धेरै सम्भावना छ, विभिन्न हाइड्रो पावरहरू पनि बन्दैछन्। अहिले पनि तपाईको गाउँ जानु पर्यो, घर जानु पर्यो भने प्लेनबाटै जानुपर्छ होला, बाटो पनि छ न त, तर बर्खामा हजुर हो। त्यो चाहिँ एकदम तपाईँले एकदम गम्भीर कुरा गर्नुभयो। हुम्लामा चाहिँ अहिले भर्खर 2081 साल कति महिनामा राजमार्ग जोडियो हो। राजमार्ग त जोडियो, सडक कच्ची छ, नेपाल सरकारले पिच गर्न सकेको छैन। त्यस पछाडि हवाई सेवा छ भनेको टाइममा चल्न सकेको छैन। आम नागरिक जनताहरूले बडो पीडा भोगेका छन् कि
त्यो पैसा कहाँबाट जुटाउने ट्रेनमा आउजाउ भाडा हुन्छ नि हजुर त्यो कहाँबाट जुटाइरहेछन् अहिले तपाईँहरू आफैले पनि कहाँबाट जुटाइरहनु भएको छ अघि भन्नुभयो आर्थिक अवस्था एकदम कमजोर छ नेपालगञ्जमा त्यत्रो खर्च गरेर पढ्दै हुनुहुन्छ तर त्यो पैसा बुवाआमाले तपाईँहरूको कहाँबाट जुटाइरहनु भएको छ मेरो चाहिँ भन्नुपर्दा मेरो बुवा चाहिँ हुलाकमा जब गर्नुहुन्छ हुलाकी हुनुहुन्छ उसले अनि मम्मी चाहिँ खेती किसानी गर्नुहुन्छ चाहिँ तपाईँहरूको हिमाली क्षेत्रमा बस्नुहुन्छ हिमाली क्षेत्र त जडीबुटीको हब पनि हो हजुर त्यहाँका मान्छेहरूको मुख्य आय स्रोत चाहिँ जडीबुटी हो भन्ने सुनिन्छ हजुरहरूको पुस्ता हजुरहरूको फ्यामिली त्यो जडीबुटी टिप्न जाने अथवा जडीबुटीमा चाहिँ कतिको निर्भर हुनुहुन्छ हाम्रो फ्यामिली समाज चाहिँ जडीबुटी भन्नाले यो रोजगार हुन्छ नि बजेटमा निर्भर हुन्छ कि बजेट नेपाल सरकारले यो विकास गर्यो भने यति ठाउँ बजेट हुन्छ त्यो बजेट काम गर्यो यताउता अलि किसानले गर्यो आश्रय सिमी काम गर्यो भन्नाले मजदुरी रोड बनाउने अब पहिला समग्र भन्दाखेरि 2000 भूकम्प आउनुभन्दा पछिको समग्र भन्दाखेरि त्यो हुम्ला जुम्लामा त्यो पिच आधा बाटो कति किलोमिटर चाहिँ मान्छेले नै खनेर बनायो रोड हो कि हाम्रो हुम्ला सदरमुकाम हो कि मान्छेले खनेर बनायो आय स्रोत त्यही रोडबाट काम गर्ने रोडमा काम गर्ने सदरमुकाममा आदरणीय नेता जीवनबहादुर शाहीले भर्खरै पिच गर्नुभएको छ कर्णाली प्रदेशको मुख्यमन्त्री व्यवस्थामा चाहिँ मलाई लाग्छ जहाँसम्म पहिलाकै राजतन्त्र ल्याउनु स्वाभाविक लाग्छ मलाई चाहिँ त्यसो लाग्दैन किनभने फालिसकेको थुप्रै फेरि चाड्न त अलिक मुस्किल हुन्छ नि राजाको पनि केही त्रुटि भएका कारणले राजसंस्था श्रीवेजहरू फालिसकेका हुन्छन् नि अब नेपालमा तपाईँले अघि प्रश्न गर्नुभएको थियो नि नेपालमा बस्ने स्थिति छ कि नै भन्नुभयो नेपाल एउटा सिस्टममा चल्न सक्दैन जस्तै मैले हामी 9-10 क्लासमा पढ्दा 8-9 क्लासमा पढ्दाखेरि नैतिक शिक्षा भन्ने हुन्थ्यो कि अब हामीले पढ्दाखेरि चाहिँ सधैँ जेब्रा क्रसिङमा रोड क्रस गर्दा जेब्रा क्रसिङमा क्रस गर्नुपर्छ भन्नुहुन्थ्यो त्यही चाहिँ हामीले भौतिक रूपमा बाटोमा हिँड्दाखेरि जेब्रा क्रसिङ भन्ने के हामीलाई थाहै हुँदैन थियो हो कि त्यो चाहिँ हामीले त्यो मार्क्सको प्र्याक्टिकल हुनु पऱ्यो बस हामीले के अरे इक्जाम मार्क्सको लागि पास हुनको लागि मात्र गर्थ्यौँ कि अहिले त्यो सिस्टममा नेपालै छैन जहाँ पायो गुडा फोहोर फालेको छ यता सिस्टममा चल्न सक्यो भने अलिक विकास एउटा सिस्टममा चल्यो त्यो विकास हुन्छ त्यस पछाडि नेताहरू हुने के अरे कमरेड प्रचण्डहरू थिए उनीहरूले राजा फालेर अहिले गणतन्त्र ल्याए अब यो गणतन्त्र पनि फाल्दै कोसिस गर्दैछन् अब आउँदा पुस्ताहरूले राजनीतिक कुराहरू कतिको हेर्नुहुन्छ सोसल मिडियाबाट हेरेर तपाईँलाई राजा ल्याउनुपर्छ जस्तो लाग्यो कि कसरी राजा ल्याउन कस्तो लाग्यो भन्दाखेरि मलाई अहिले गणतन्त्र आइसकेपछि प्रचण्डज्यूले चाहिँ गणतन्त्र ल्याइसकेपछि त्यहाँको राजनीतिक स्थिति हेर्दाखेरि चाहिँ अहिलेको जेनेरेसनमा हेर्दाखेरि चाहिँ प्राय युवा युवतीहरू विदेश पलायन भयो नि त यही गणतन्त्रको हामीले गर्दाखेरि त्यो मलाई लाग्दैन खेता खराबको होला उनीहरू 2 अर्बको बजेट हुन्छ 1 अर्ब गोजीमा हाल्छन् 1 अर्बको बजेट काम गर्छ आफ्नै साथी बीच पनि जे फरक मत छ फरक छ हुन्छ राजतन्त्र नै के होइन मलाई त्यस्तो हुँदैन गणतन्त्र आइसकेपछि भ्रष्टाचार आयो भ्रष्टाचार भयो नि त गणतन्त्र आइसक्यो पहिला राजाको पालामा भ्रष्टाचार भन्ने त त्यति धेरै तपाईँले राजा ल्याउनु भन्नुभयो मलाई त्यस्तो लाग्दैन गणतन्त्र आएर त हामी यो ठाउँमा पुगेका छौँ कि ल राजतन्त्रमा तपाईँले यसरी पढ्न पाएको थियो ल सोच न राजतन्त्रमा तपाईँले यसरी पढ्न पायो राणाहरूका सन्तान मात्र पढ्न पाउँथ्यो ल तपाईँ राज संस्थामा हुनुहुन्थ्यो भने तपाईँ नेपालगञ्जमा आएर पढ्न कुनै जरुर पढ्नै सक्नु हुँदैन थियो कि अनि राज संस्था फेरि दोहोऱ्याउन किन चाहनुहुन्छ गणतन्त्र आइसक्यो अब गणतन्त्रलाई पनि फालेर नयाँ जेनेरेसन ल्याउनु जेनेरेसनमा चाहिँ राजा फकाउनुपर्छ भन्ने चाहिँ लाग्छ किनभने भ्रष्टाचारले गर्दाखेरि ठिकै छ तपाईँहरूको आफ्नो बुझाइ हुन्छ भन्ने चाहिँ लाग्छ है अब हामी अन्तिम चरणमा छौँ हजुर तपाईँहरू एउटै ठाउँमा बस्नुहुन्छ नेपालमा फरक हो कहिलेकाहीँ भेटिनुहुन्छ कि भेटिनुहुन्न भेट चाहिँ हुन्छ हाम्रो दाजुभाइ जस्तै उसलाई समस्या गऱ्यो भने हामी तर तपाईँहरूको भेट भयो भने चाहिँ के विषयमा कुरा हुन्छ के विषय अब धेरै जसो पढाइको कुरा हुन्छ होइन पढाइको कुरा पनि भइरहेको छ अब कतै घुम्न पर्या त हामी घुम्न पनि घुम्दैनौँ होइन घुम्न जाने अब पैसाहरू पनि कहिलेकाहीँ भइदिँदैन अब भन्ने टाइममा पनि हुँदैन युवाहरूलाई नेपालगञ्जमा घुम्ने ठाउँ छ मलाई त त्यस्तो लाग्दैन है छ त होला होइन जहाँ पनि पैसा तिरेर जानुपर्छ हजुर छैन
यो फ्रीमा हो नि बागेश्वरी र यो वाटर पार्क मात्र हो। अनि एउटा कुरा के तपाईँहरू त त्यस्तो चिसो ठाउँमा बसेको मान्छे नेपालगञ्जमा त मर्ने गर्मी हुन्छ 45 गाह्रो छ। पुरै नेपाल आइसकेपछि त पुरै गर्मी भएर पुरै राति सुत्न सकिन्न थियो क्या। राति सुत्न सकिने थियो मजाले पुरै गएर राति तिन टाइम चाहिँ नुहाउनु पर्थ्यो क्या बाथरुममा गएर गर्मीले गर्दा। पोर्छ योभन्दा अगाडि अघिल्लो वर्ष। अनि त्यसपछि आएर पुरै अनुहारमा त्यो आउने थिएन गर्मी थिएन आउने यताउति शरीरले गर्ने भमरा आउने यताउति गर्ने पछि बिरामी पनि भयो क्या। तपाईँले त्यस्तो के भयो? मलाई सेम हो। म त कुन जुनीको पाप गरेछु भन्ने लाग्यो। नेपालमा त्यस्तो गर्मी छ। बाउ आमाको सपना बोकिसकेपछि सपना उनीहरू आँसु हो क्या हामीले।